हेर्नु यसरी आउने यहाँ रहेछ क्या हजुरको अनुहार एनसी वाइ इन द वर्ल्ड जाडो महिना विन्टर सिजन बिहान 6 बजेदेखि ल यही हो तिलौरा कोट कपिल यहाँ के छ अब कस्तो अहिलेको सिमेन्ट भन्दा पनि कति बलियो खालको होला कि त्यही छ यो आमा फ्रम द पिपल अफ जापान पनि अरे अरे दैव वेलकम ब्याक टु माई मोटो ब्लग। आज हामी गौतम बुद्धको तिलौराकोट जान आँटेको छौँ। ल गाइज आजको जर्नी कस्तो हुन्छ हजुरलाई म सब देखाउँछु। बुद्धबाज बोर्न इन नेपाल, लेट्स गो। ल गाइज अब हामी लाग्यो है तिलौराकोटतिर। हाम्रो जर्नी स्टार्ट भयो। नाउ यो गजेडी छ हजुरको 2 किलोमिटर। हाम्रो कपिलवस्तीमा पर्छ है। तिलौरा चल्दिन पर्यो कस्तो रहेछ हेरौँ होइन। वाट्स अ सरप्राइज मोमेन्ट मेरो लागि कस्तो खालको रहेछ होइन। हेर्नु गाइज हेर्नुहोस् आफ्टर लङ टाइम बोर्न इन नेपाल। अब बुद्धको हाम्रो बुद्धको होइन गौली अब 16 किलोमिटर। अब 16 किलोमिटर जानु पर्यो होइन गाइज। त्यसपछि मामाहरुदेखि अगाडि छ होइन हेर्नु यहाँ सबै रोक्दैन यहीँ अगाडि रोकेन गाइज रोकेन। बाटो त यता पनि दामी बनाएको छ है दामी रहेछ बाटो। हामी बल्ल उधारीपट्टि होइन। अब यहाँबाट हजुरको कति किलोमिटर छ होला लगभग कौलीवा हजुरको अझै 12-13 किलोमिटर होला लगभग। अनि त्यहाँबाट पुगेर अब कता हामी यो कौलीवा यहाँ कौलीवा 11 किलोमिटर मात्रै हो है। यहाँ आज बजार लागेको रहेछ हेर्नु त बजार लाग्दो रहेछ। ल ल ल टक्दै मेरो बाबु के जान्छ म जान्छु होइन। बाटो चाहिँ त दामी के दामी बाटो बनाएर कि दामी बाटो चाहिँ खतरा खाके। हामी हाइवेको बाटो छोडेर हजुरको यो यताको बाटो लाग्यो के। किनभने हाइवेतिर आउँदाखेरि पुरै अफरोड पुरै पानी हाल्थ्यो पुरै के हिलो के धुलो थियो। त्यही भएर त्यताको अलिकति बनाउन पाएन। म बुटोलदेखि हजुरको यो तौलियाको हाम्रो तिलौराकोट गौतम बुद्धको हाम्रो सिद्धार्थ गौतम बुद्धको के हुन्छ होइन गाइस आफ्टर लङ टाइम माई ब्लग मेरो ब्लग आउँदैन आफ्टर लङ टाइम होइन। हल्का फुल्का काठे इङ्ग्लिस पनि बिचमा दिन्छु ल मैले। बाटो चाहिँ त्यतिर जाने बेलामा इन्डिया गए जस्तो फिल हुँदो रहेछ होइन। ट्याक्कै इन्डियातिरको बाटो जस्तो हुन्छ नि ट्याक्कै त्यस्तै के। तर मान्नुपर्छ यार हाम्रो क्या इतिहासलाई होइन। बुद्धबाज बोर्न इन नेपाल के ओ माई गड कस्तो लभली के सुन्दा नि कति राम्रो देखिन्छ है। बुद्धबाज बोर्न इन नेपाल अरे लाइट हाउस अफ एसिया कहाँ हाम्रो नेपाल हो क्या। त्यही भएर हाम्रो बुद्धको पनि अनि मेरो साथी पनि त्यही छ कि गोबरीमा छ। त्यहाँबाट त्यसलाई पिक गरेर अनि हामी उता तिलौराकोट जानुपर्छ। ओ मेरो साथी भेटियो अगाडि होइन। ल आऊ साथीलाई मैले पिकअप गरेँ गाइज होइन। गाइज हेर्नु हजुर गोबरी चोकमा आएपछि राइट लिनु होला है। पछाडि हेर्दा यहाँ भैया ठाउँ हो क्या यार यिनीहरूले गाडी पनि रोक्दैनन्। अब गोबरी चोकबाट आएपछि राइट लिनु होला है गाइज। टक्क लाएर यहाँ एउटा गेट छ हजुरको होइन यस्तो गेट छ तिलौराकोट जाने गेटै हो यो होइन। गोबरी चोकबाट राइट लिनु होइन। भर्खर नानी बाबुहरूको छुट्टी हुँदैछ 4 बजिसक्यो हजुरको यहाँ होइन। कति किलोमिटर छ तिलौराकोट आइसक्यो ल गाइज। हामी गोबरी चोकबाट भित्र छिर्ने बित्तिकै धेरै छैन के आइसक्यो मतलब मेबी 1-2 किलोमिटर नियरेस्ट। कस्तै हेरिरहेको के 3 जना बस्न पाउँदैन 4 जना बसेको छ यहाँ हेर्नु न गाइज। यो गाई हो 3 जना लेडिज 1 जना जेन्ट्स। यो भित्री बाटो यही बाटो नै हो तिलौराकोट जाने। यो ठाउँमा फेरि यस्तो बाटोमा हेर्नु त
बाटो बनाइदियो सरकारले, नेपाल सरकारले बाटो बनाइदियो। यहाँ फेरि यस्तो यहाँ तरकारी सरकारी यहाँ 4-4 जना हेर्नु बसेको 5-5 जना के बसेको फेरि 5-5 जना बसेर त्यो बाटोमा यस्तो गर्नु भएन है। कृपया मेरो भिडियो अरूसँग जान्छ भने यस्तो बाटोमा यस्तो नगरिदिनु के। बाटो भनेको त यार सबै हिँड्ने बाटो हो नि। बाटो वरिपरि तोरी गहुँ राखिराखे, अझ मसुरो पनि हो, दाल पनि हो। हे भगवान्, हे भगवान्, लैजाऊ मलाई के देख्न परेको आँखाले। कति बाँचेको के म, हे भगवान्, यही देख्नमा बाँचेको रहेछु हो। मैले माने आज आफूले भाग्यमानी माने मैले। यही हो तिलौराकोटको हजुरको भित्रको हो क्या। यो हाम्रो बााउन्ड्री तिलौराकोटको होइन। यहाँ गाडी बस्दो रहेछ नि। यही हो गाडी। कस्तो भन्दाखेरि पूर्व कालमा बनाएकाहरू हुन्छ नि इँटाहरू कस्ता थिए हाम्रो गौतम बुद्धको पालामा। अनि समथिङ हेभ द मच मोर हिस्टोरिकल प्लेस। यो त हामीले भन्दा पनि यो मोटो ब्लगमा त बुद्धिस्टले खतरा बनाउँछ के। मैले पनि देखेँ होइन। ओ नो, हाउस लुक लाइक असम के। बाटो यस्तो हिस्टोरिकल प्लेसमा त कमसेकम चिज गरिदिनु यार। सरकारको नजर जाओस् कृपया यो बाटोमा। सरकारको नजर जाओस् कृपया चिज गरिदिनु पर्यो, संरक्षण गर्न पर्यो। यस्तो बाटो यहाँको हिस्टोरिकल प्लेस अरे पुरै झाडी थोडी नै यस्तो हुन्छ। बाटो हेर्नु न यहाँ बीच बाटोमा यस्तो। ल यही हो तिलौराकोट कपिलवस्तु। पहिला हजुरको यहाँ पार्किङ गरौँ होइन गाइज। यहाँ फुल्की मेनु जुस सेन्टर रहेछ। यहाँ जुस पाउँदो रहेछ। यहाँ पार्क गरौँ अनि त्यसपछि बल्ल ल कता पार्क गर्ने फेरि। पार्किङ पनि दामी रहेछ त फेरि यो ठाउँमा त। हे भगवान्, हे भगवान्, पार्किङ गर्ने ठाउँ पनि दामी रहेछ। ल मेरी प्यारी यहीँ बस ल, तिमीलाई म अहिले लिन आउँछु ल। ल यो मेरो प्यारी हो क्या गाइज। ल मेरो प्यारीलाई यहीँ राखेँ गाइज होइन। यही हो कि यही ठाउँ हो क्या तिलौराकोट। हेर्नु यो मेरो साथी यही हो तिलौराकोट। यही हो हाम्रै हेर्नु गौतम बुद्धको राजधानी प्राचीन कपिलवस्तु तपाईँको स्वागत छ। यहाँ के छ लुम्बिनी, के भन्यो लुम्बिनी तिलौराकोट 25 किलोमिटर तिलौराकोट के भनिरहेको यही छ है गाइज। हेर्नु यसरी आउने यहाँ रहेछ क्या कपिलवस्तु धार्मिक स्थलहरू कहाँ छन् लोकेसन सब देख गाइज। हेर्नु यहाँ 1 नम्बरमा तिलौराकोट, 2 नम्बरमा जोडी स्तूपित के छ यो सबै यहीँ छ है। त्यति म जान्दिनँ कि हामी सब ठाउँमा गइन्छ होइन। यही हो हिस्टोरिकल प्लेस गाइज। हेर्नु यही हो होइन बाटो यही हो। ल गाइज यही हो होइन हाम्रो यहाँ तिलौराकोट सङ्ग्रहालय जाने बाटो। हाम्रो दोस्त छ होइन, दोस्त आउनुभयो। हाम्रो दोस्त हाम्रो यहाँको अनुभवी मान्छे हो। हाम्रो मेरो ट्र्याकिङ गाइडिङ पनि गर्ने उहाँले हो। उहाँको अनुहार हेर्नुहोस् खै यता देखाइदिनुहोस् हजुरको अनुहार। एनसी वाइ इन द वर्ल्ड। र हाम्रो तिलौराकोट यहाँ भित्र जाने बाटो। त्यहाँ तिलौराकोटको सबै छ हजुरको यहाँ होइन। तिलौराकोट कपिलवस्तु भनेर हेर्नु त यहाँ युनेस्कोमा पनि परेको रहेछ। फ्रम द पिपल अफ जापानमा पनि छ। फ्रम द पिपल अफ जापान पनि अरे है दैव सबै छ ल यहाँ रहेछ। अब यहाँ के लेखे हजुरको यहाँ प्राचीन दरबार क्षेत्र परिषद भित्र प्लास्टिक जनसामग्री लैजान निषेधित छ यो सब वार्निङहरू लेखेको होइन। यहाँ हाम्रो यहाँ अरू गाइजहरू आउनु भएको। हाम्रो यहाँ हेर्नुहोस् कति बजीसम्म जाडो महिना विन्टर सिजन बिहान 6 बजेदेखि साँझ 5 बजेसम्म अनि 6 AM to 5 PM। गर्मी महिनामा बिहान 5 बजेदेखि बेलुका 8 बजेसम्म। दा यहाँ 8 बजेसम्म खुल्छ हो। हजुरको नाम के हो? सोनु लोनिया। घर कहाँ हो? घर हो आफ्नै घर तर एकदम पछि कता प्राचीन राजधानी थियो होइन। तर बाटो त पिछुनु पर्छ हो कि नै कहिले हुन्छ? ल हजुरको भनाइ ठिक छ ल धन्यवाद। ल हाम्रो पप्पी ल यही हो गाइज बाटो हेर्नु सबै यहाँ आउँछ। यो प्राचीनै हो पहिलेको होला, पहिलाको होइन होला अहिले बनाएको मान्छेले। यही हो गाइज
अब वेस्ट गेट पश्चिम द्वार यहाँको भग्नावशेष सब भग्नावशेष हो है। भग्नावशेष भनेको मतलब सबै भग्नावशेष हो यहाँ। यहाँ के लेखेको है कृपया वस्तु अवशेषमाथि नचढ्नु होला। मतलब योहरू छ नि, योहरू देख्नुभएको नि, योहरू भनेको त्यो के पहिलाको बुद्धको पालमा या घर सरी यही बनेको थियो। पहिला पनि हेर्नु कस्तो खालको मेटेरियल युज गरेको थियो कि। हो बुद्धम शरणम गच्छामि बाटो यही हो गाइस। यो दामी रहेको ठाउँ छ। एक राउन्ड हानौँ न। प्राचीन राजधानी हो क्या यो गाइस। मान्छेहरू आउने जाने गर्दो रहेछ होइन। ठिक छ। बाटो चाहिँ यही हो। दामी छ नि बाटो हेर्नु। बब्बाल के बब्बाल एउटा भिड बना न। मायालुलाई ठाउँ त दामी 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 अलवेज दामी दामी प्राचीन ठाउँ हो के। तिलौरा कोट। चलो तिलौरा कोट भन्छ नि, यही हो कि गाइस तिलौरा कोट भन्ने ठाउँ। तिलौरा कोट फाइनली वी आर रिचिङ तिलौरा कोट। अब यहाँ के भन्ने हेरौँ। के भने पर्खालिप्त केन्द्र भवन परिषद पश्चिम द्वार। यहाँ के लेखेको छ भूपुरातत्वक यस क्षेत्रको विकासका बारेमा अब राम्रोसँग बुझ्नका लागि माटोको नमुना निकालेछन् के जियोलोजिस्टहरूले निकालेछन्। माटोको भग्नावशेष सबै निकालेको रहेछन्। यही ठाउँबाट हो। अहिले त घाँस पलाएर यस्तो भयो त्यो ठाउँ छ। ए हाम्रो गोरिल्ला गोरिल्ला के नाम यसको? म जस्तै छ हेर्नु न गाई। ट्याक्कै म जस्तै छ यो। ट्याक्कै म जस्तो छ गोरिल्ला। ट्याक्कै म जस्तो छ गाइस। म जस्तै कालो कालो छ। अल्कोलको पुच्छर चाहिँ लामो रहेछ मेरो भन्दा गोरिल्लाको। दामी देखिछौ तिमी। दामी देखिछौ मेरी गोरिल्ला। दामी देखिछौ गोरिल्ला। गोरिल्ला होइन कि यो बाँध के भन्छ चिम्पा के भन्छ नरेला। म हो क्या म हो गाइस। मलाई हेर्नुहोस् यस्तै छु म होइन। टाटा बाई बाई। ल यो ठाउँ यी भग्नावशेष हामी हेर्न भनेको यही आएको है। भग्नावशेष पहिलाको प्राचीन कालमा कस्तो कस्तो खालको थियो के थियो होइन। सबै हो यही हो। अब यो सहरी विकासको लागि पहिला पनि सहरी विकास थिए। युनेस्कोले चेयर दुर्मा युनिभर्सिटीले राखिरहेको रहेछ। युनेस्को चेयर दुर्मा युनिभर्सिटीले राखिरहेको रहेछ कि यो भग्नावशेष लगाएर। यो भग्ना सहरी विकासको लागि लिभिङ इन द सिटी भनेर कि कस्तो कस्तो सिटी पहिला थियो भनेर यो संस्थाहरूले डिपार्टमेन्ट अफ द यो नेपालको यो चाहिँ छ होइन। अनि यो लुम्बिनी विकास सेवा कोषले राखेको छ। अनि युनाइटेड नेसन्स एजुकेसन साइन्टिफिक एन्ड कल्चरल अर्गनाइजेसनले युनेस्कोले अनि UNTWAले अनि युनिभर्सिटीले हजुरको सबैले फर्मल अफ जापान पिपुलले यो सबैहरूले यहाँ साथ लुम्बिनी यहाँ सबै हजुरको यहाँ विकासको लागि पहल गर्छन् सपोर्ट गर्छन् साथ दिन्छन्। बाबाजी जय शम्भु। तर मान्छे थरी थरीका मान्छे आउँदो रहेछन् यहाँ गाइस। कति लामो कति लगभग हजुरको 40-50 बिघा होला के। बिघा कट्ठा होइन है बिघा। 40-50 बिघा पुरै अलराउन्ड पेरिमिटर त्यहाँ भग्नावशेष। त्यो नि भग्नावशेष हो गाइस। मलाई चाहिँ यो मन पऱ्यो कि यो छ नि हजुरको यो चाहिँ काठको बनाएको चाहिँ मन पऱ्यो कि मलाई। हेर्नु कति दामी ठाउँ के। दामी 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 दामी। पछाडि आइदैन ओए अगाडि हिँडेर बोल्ला जस्तो। अब बल्ल गाइजवाला देखाउनु परेन ब्लग बनाएर चाहिँ आइज। यही हो कलुवालाई पनि हेर्नु। यही हेर्नु प्राचीन तिलौरा कोट मध्य भागमा रहेको पोखरी। पहिला पोखरीमा कस्तो थियो हेर्नु। मध्य भागमा पोखरी कस्तो थियो। पोखरी हो होइन।
यो सबै अब के हजुर मैले अघि भने संस्थाहरूले सबैलाई सुरक्षित रूपले राखेछन्, सबै कुरा गरेछन् होइन। त्यही हो। तर यहाँ बर्खामा पानी जम्दो रहेछ क्या, पुरै काठको बनाएको रहेछ क्या, वुडन। हेर्नुहोस् मान्छे आउँदो रहेछन्। टिकट फ्री होइन भाइ? टिकट फ्री हो अरे यहाँ गाई, टिकट फ्री हो, त्यही मान्छे धेरै आउँदो रहेछन्। अन्त दामी ठाउँ। ओहो नि यो भग्नावशेष, यो यहाँको भग्नावशेष हो गाइस। हेर्नु त बुद्धम शरणम गच्छामि, बुद्धम शरणम गच्छामि। हे बुद्ध भगवान सब सुख शान्ति दिए, शान्ति गराइदिए। ठाउँ हेर्नु, ठाउँ राम्रो ठाउँ छ। यहाँ के छ अब, बल्ल आयौँ हामी यहाँ केन्द्र संरचना परिषद। यहाँ सब त्यही हो, अघि मैले भने हजुर सब त्यही छ सिलौरा कोटमा। नबोल्नु यहाँ पिसाब लान गर्नु सक्दैन, यहाँ नबोल्न। यहाँ ग्रुप पनि आउँदो रहेछ नि, हेर्नु गाइस, ग्रुप पनि छन् यता छेउमा ग्रुप छ नि, यता ग्रुप छन्, यतातिर ग्रुप छन्। हामी भनेको दुईजना लन्टु छौँ। यही हो तिलौरा कोट। ऊ त्यहाँ के रहेछ जाऊँ न, दामी रहेछ, के ठाउँ रहेछ गाइस तिलौरा कोटको। तिलौरा कोट, चलो तिलौरा कोट। लगभग हजुरको अनुमानित 40-50 बिघा मैले भने है, त्योभन्दा बढी पनि हुनसक्छ होला मेबी, आई थिङ्कमा। यता यो के को बुट्टा हो गाइज, यो कुसुमको बुट्टा हो क्या, एउटा फल लाग्छ के, अमिलो तर खतरा मिठो हुन्छ क्या। कुसुम मेरो कुसुम रुमाल भन्ने गीत छ नि, हो त्यही हो कि गाइज। कताबाट आइहाल्छ नि अहिले पछि, तर भिडियो बनाउनु जाऊँ न। हेर्नु गाइज, हेर्नु यहाँ ब्लग कस्तो छ अब बनिरह। मेरी आँखों में तेरा रंग दिखाई, बुद्धम शरणम गच्छामि, बुद्धम शरणम गच्छामि। म बुद्ध हजुरकै शरणमा छु। प्राचीन बुद्धको ठाउँ छ, दामी ठाउँ छ। लगाइ यता पनि हजुरको के रहेछ हेर्नुपर्छ ल। यहाँ के रहेछन्, के मन्दिर रहेछन् यहाँ होइन, मन्दिर हेर्नु पर्यो है, के मन्दिर हुनुहुन्छ यहाँ। समय माई मन्दिर, यो पनि युनेस्को हेरिटेजमा परेको रहेछ है। अब हात्ती जस्तो मन्दिर होइन, टक्क यस्तो खालको छ। हाम्रो तिलौरा कोटभित्रै हो, यस्तो छ यहाँको मन्दिरहरू। मान्छेहरू आउँदो रहेछन् होइन, दामी ठाउँ छ यो। भगवानको जय भगवान। यो हाम्रो देवी देवताको मन्दिरको होइन, सबै सानो एलिफेन्टहरू हुनुहुन्छ यहाँ। यहाँ ढोलकहरू हो, पुजारीहरूको मन्दिर हो होइन, मन्दिर परिषद रहेछ यतापट्टि। यही हो गाइस, यतापट्टि मैले देखाएँ हजुरलाई होइन, त्यही नै हो। यही हो मन्दिर गाइस होइन, मन्दिर हेर्नुहोस्, यही हो मन्दिर। ठाउँ हेर्नु गाइस कस्तो खालको हुन्छ यहाँ, फोटो टप खिच्ने ठाउँ त म कुरी दामी के। सो लभली प्लेस इज दिस। हेर्नु ठाउँ यही हो। लगाए त फेरि अर्को बनाउँला ल। लगाइ आजको तिलौरा कोटलाई हजुरलाई मैले कसरी देखाएँ होइन, माया गरिदिनु होला मेरो भिडियो मार्फत।
दामी ठाउँ छ नि यहाँको ठाउँ भनेको एकदम नाइस प्लेस इज दिस मान्छे धेरैहरू आइराख्नुहुन्छ सबै कुरा गरिराख्नुहुन्छ यहाँ धेरै छ होइन यहाँ गाइज यो हाम्रो भग्नावशेष हो कि पहिला प्राचीन कालमा हाम्रो गौतम बुद्धको यहाँ राज्य कस्तो थियो कस्तो थिएन पहिलाको हेर्नु न हजुरले यहाँ हेर्न सक्नुहुन्छ कि पहिलाको ब्रिकहरू पनि मतलब इँटा कस्तो थियो कि अहिलेसम्म छ कि अहिले 21 सेन्चुरीसम्म छ कि कस्तो खालको अहिलेको सिमेन्ट भन्दा पनि कति बलियो खालको होला कि हेर्नु न कस्तो खालको होला हेर्नु माटै अर्कै छ कि यो सिमेन्ट जस्तो कस्तो छुट्टै खालको छ कि यस्तो के कस्तो खालको इँटा हो कि त्यति बेला कस्तो खालको टेक्निक होला कस्तो खालको इन्जिनियर होला होइन तर दामी ठाउँ छ पिस नाइस एन्ड क्युट प्लेस